वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ। म पनि सन्चै आराम छु भन्दै आजको ब्लग स्टार्ट गरिसकेको छु। अहिले चाहिँ इभिनिङको टाइम हो। अहिले चाहिँ 8 बज्न आँटिरहेको छ। सो गाइस हामी चाहिँ सेलरोटी पकाउन लागि चाहिँ अब चामल कुट्न आँटेको छु। देख्न सक्नुहुन्छ चामल जति छ सेलरोटीको लागि चाहिँ हामीले चाहिँ अब सेलरोटी पकाउनको लागि चाहिँ यहाँ चामल कुट्दैछौँ। चामल कुटिसकेपछि यसलाई पिठो बनाउनु पर्ने हुन्छ। अनि त्यसपछि टक्कसँगले माइरसँग मिक्स गरेर अनि भोलि बिहानतिर सेलरोटी पकाउनु पर्ने हुन्छ। सेलरोटी कस्तो हुन्छ भोलि बिहान देखाउँछु। पहिला चाहिँ यो चामल कुटेको हेर्नु होला तपाईँहरू। यदि कुट्नु नै 1 घन्टा लाग्छ जस्तो लाग्यो मलाई त। ठुलो भगवा चाहिँ हुन्छ क्या, ठुलो हुन्छ नि एउटा हातले ठुलो खालको ओखली छैन। बाला आउँछ सेलरोटी खानलाई त्यति सजिलो छैन नि, फेरि गाह्रो छ। फेरि यसो गर्दाखेरि यसले टक्क यहाँ लाग्नु छैन। फेरि गाह्रो छ गाइस सेलरोटी पकाएर खान लागि। यस्तो मेहनत चाहिन्छ। त्यो चामललाई पिठो बनाउनको लागि धेरै मेहनत चाहिन्छ। धेरै नै मेहनत गर्नुपर्छ। मेहनत नगरिकन सेलरोटी खान पाइँदैन। अर्को लट यहाँ छ, चाहिँ 2 लट हुन्छ ल, यो 2 चोटि हुन्छ ल। ल अर्को यहाँ रेडी हुन आँटिसक्यो। अब यो रेडी भइसकेपछि एकछिनपछि यसलाई चाल्नु पर्ने हुन्छ। चालिसकेपछि मसिनो अब त्यो पिठो जस्तै अब निस्किन्छ। कुक्लुक्कै ढाल्यो भने सबै पक्छ त नि। चाल्ने बेला भइसक्यो होला है यो त। डाल्दैछ, हेर्दैछु म। यो भित्र धेरै खाँदिरहेको। अब उज्यालो आयो त नि। उज्यालो आएको छैन। ए भइसक्यो त। यो पिठोको लागि चाहिँ चामल कुटाउनलाई पिठो बनाउनको लागि चाहिँ मिलमा जानु नपर्ने रहेछ। घरमै पसिना 1 लिटर चुहिसक्यो। यहाँ देखाएको पसिना 1 लिटर चुहिसक्यो होला होइन, 1 लिटर चुहिसक्यो होला पसिना। तर पसिना चाहिँ अब चुहिँदो रहेछ। तर घरमा पनि बनाउँदा मिल्दो रहेछ। घर त हुन्छ केले कोट्याउनु? केही चक्कुसक्यो त चाहियो होला त यो कोट्याउनु त नि। चम्चीले चाहिँ यो कोट्याउनुलाई सुविधा हुन्छ त नि। मुसा हुन्छ त नि। तिमीले गोलिहाल्छ नि किन यता मुस्नु? अगाडि मुस्यो भने राम्रो हो नि त। पिठो मात्रै भनेको त नि मैले, के भनेको छ त नि? पिठो भनेर चाहिँ कहाँ यो कुट्ने मिसाउँछ हौ चिनी। कति घन्टा बिजाउनु भएको थियो नि चामल?
भन्नुभयो त आन्टीलाई 4 बजे आउँछ त नि तिमी पनि जाऊ क्या खेतला मान्छे पुगिसक्यो सबै म पनि जान्थेँ 12 बजेसम्म गर्थेँ 500 रुपियाँ त आउँछ 7 बजे गयो 12 बजे आयो 500 रुपियाँ आइहाल्थ्यो थुप्रो कुरा छ कोक के चाहिँ कोक कहाँ अस्ति काम गर्यो थुप्रो कुरा छ कामको अघि उता कालीपछि पाइएन अर्को साल उता डुम्रे जाने बेलामा यता त्यहाँ बसिरहँदाखेरि जाँदै थिएन होइन त्योभन्दा अगाडि म यतातिर थिएँ नि अनि पछिबाट म लुगा लाउन आएँ नि म वहीँ हुँदाखेरि पश्चिम गाउँ जान्छु भन्ने म होइन त्यतिखेर उहाँ जाँदाखेरि साइकलमा जाँदै थिएँ यता पश्चिमको नलबारी पनि अरे उताको पनि हो त नि मेला कहाँ अरे रिङ्गाको पनि हो नि त अझै